बिस्तारै बिस्तारै माथितिर लम्किँदैछन् थाकेर सबै। हेलो गाइज आज चाहिँ न्यू डे होइन, न्यू भ्लग। आज चाहिँ हामी जाँदैछौँ स्कुलबाट चाहिँ पिकनिक। अनि कस्तो हुन्छ इन्जोय गर्नु होला गाइज। अहिले चाहिँ हामी घरबाट हिँडिसकेका छौँ। अनि केटाहरू चाहिँ उता गाउँमा छन्। अनि तिनीहरूलाई भेटेर चाहिँ अनि हामी स्कुलतिर पुग्नेछौँ। अनि सायद इन्जोय गर्दै जानुहोस् गाइजहरू। हामी देखाउनेछौँ सबै कुराहरू, हाम्रोसँग देखाउने प्रयासमा छौँ हामीहरू। गाइज हामीहरू यता आउँदाखेरि चाहिँ केटाहरू चाहिँ माथि गइसकेका रहेछन्। केटाहरूसँग चाहिँ हामी सिधै उता भेट्छौँ। केटाहरू चाहिँ माथिबाट आउँछ, हामी चाहिँ तलबाट आउँछौँ। गाइज हामी चाहिँ अब हाम्रो रुमतिर पुगिसकेका छौँ होइन। अहिले चाहिँ हामी उता गएर भेट्छौँ भनेको थियौँ नि त साथीहरूको नाम। अहिले गाडी यहीँ आउँछ भनेको थियौँ, त्यो भएर यो गाडी यहाँ पुगेर भनेको त्यो भएर चाहिँ हामी बिस्तारै भए पनि हिँड्दै गरेका छौँ। अनि साथीहरू चाहिँ उता छन्, अहिले चाहिँ आउँछन्। अनि आइसकेपछि चाहिँ हामीले तपाईँहरूलाई हाम्रो पुरै भ्लगहरू होइन रमाइलो हुनेछ, सायद रमाइलो हुनेछ हाम्रो भ्लग चाहिँ। हामीलाई मात्र रमाइलो भएर नभएर हामी तपाईँहरूलाई पनि रमाइलो गर्न चाहन्छौँ। सो भ्लग हेरेर चाहिँ हाम्रो रमाइलोमा तपाईँहरू पनि रमाइलो गर्नु होला गाइज। ओके, सबै साथीहरू चाहिँ यहाँ छन्, यो ठाउँमा रोकेका छन्। अनि हामीहरू चाहिँ यता बिस्तारै हिँडिरहेका छौँ। त्यो चाहिँ आधी चाहिँ हिँडेर किन आएछ कि गाडी आउँछ हुन्छ चाहिँ हिँडेर आइरहन्छ यता। गाडी आइसकेको छ। अनि गाडी चाहिँ यो गाडी नै हो, उताबाट गाडी आइसकेको छ। हामी चाहिँ यता छौँ। ल गाइज होइन, फाइनल चाहिँ गाडी आउनु लागेको छ। उताबाट हेर्नु सक्नुहुन्छ, गाडी चाहिँ आइसकेको छ। गाडी हामीलाई आयो। ल गाडी आयो। गाडी चाहिँ उता गयो हेर्नुहोस् गाइज होइन। चाहिँ सर म्याडमहरू चाहिँ आइसक्नु भएको छ होइन। साथीहरू चाहिँ उता गइसकेको आइसकेको छ। त्यो नरमाइलो भयो नि, सबै सुनिजानु भनेको। त्यही पनि गाडी फिर्ता आउँछ उताबाट। फाइनल चाहिँ सरहरू चाहिँ आइसक्नु भएको छ यता। ल जाऊ। हाई हेलो हेलो। ल हामीहरू चाहिँ यता हिँडिरहेको छौँ। लगाल्छु होइन, मैले युट्युबमा हाल्छु, सब्सक्राइब गर्नु तैँले। लाइक कमेन्ट गरिदिनु होला। ल गाइज हामी चाहिँ यस्तै यो बोकेर हिँडिरहेको छौँ। गाडी चाहिँ उताबाट आइरहेन। अनि गाडी आयो भने चाहिँ अनि हामी टक्क जान्छौँ यताबाट। यस्तो अहिले कस्तो गाह्रो भइरहेछ भने तपाईँ नि यस्तो गाह्रो भएको छ कि गाह्रो छ के गर्नु। गाडी आइरहेको छैन होइन। गाडी आएको छैन। सरहरू चाहिँ अलिक पछाडि हुनुहुन्छ, म चाहिँ अगाडि हिँडिरहेको छु। हेलो गाइज अनि हाम्रो चाहिँ यता सरहरू आइसक्नु भएको छ। माला सर यता हुनुहुन्छ, अनि निश सर यता हुनुहुन्छ। किङ कृष्णलाई सम्पूर्ण भ्युजहरूले मजाले सक्नु। गाडी चाहिँ उता आइसकेको छ, जस्तै केटाहरूले रोकेको छ। हेलो गाइज होइन, गाडी चाहिँ आइसकेको छ। अनि यता चाहिँ हाम्रो सबै सर म्याडमहरू यता बसिसक्नु भएको छ। यता चाहिँ हाम्रो म्याडमहरू यता हुनुहुन्छ। अनि सरहरू हाम्रो चाहिँ माथि हो। हामी चाहिँ यता हिँड्न लागिसकेको छ। अनि भइसकेको छ, हामी चाहिँ गाडीको छतमा हो गाइज। अनि यता चाहिँ तल चाहिँ यता आउँछ। मैले खोजेको ठाउँ यस्तै हो यार भिउको लागि। They keep the town red, but I've been feeling blue. My yellow streak shows some crowds of more than two. But when it's dark and cold, I know I need somebody. But how do I let them
know if I'm always melancholy. I'm all alone at a crowded party. I wanna go back in हेलो गाइज हामी चाहिँ यस्तो हिँडिरहेको छौँ अलिक धुलै धुलो भइरहेको छ छतमा छौँ होइन गाइज गाइजहरू यस्तै धुलो धुलो भइरहेको छ तर पनि हामी हिँडिरहेको छौँ धुलो धुलो भइरहेछ होइन सर धुलो धुलो भइरहेछ त्यही पनि हामी यस्तोमा हिँडिरहेको छौँ रमाइलो टाढाकाँडा हेर्दै हामी चाहिँ अगाडि बढिसकेको बसाएर फेरि भाउजू
हामी यता चाहिँ रोकेर होइन यो खोलामा तल देखाएको खोलामा चाहिँ हामी रोकेर अनि फेरि हामी माथि हिँड्ने छौँ यता चाहिँ नास्ता खाएर माथि चाहिँ घुम्न जाने रे यतै हो गाइज होइन हाम्रो सरको डान्स हेर्नु सक्नुहुन्छ हामी चाहिँ तल जाँदैछौँ बनाइराख्नु केटाहरूको इन्ट्रीलाई त्यसपछि के छ त के लाउन स्याउ त्यो भइसक्यो त सबै घुम्न जान पाइयो नास्ता खाने भन्ने प्लान भइरहेको छ गाइज होइन पहिला चाहिँ हामी नास्ता खाने भन्ने प्लान भइरहेको छ जेवनदेखि अब यसको त युट्युबमा नब्दैन नदिएर होइन अब आखिरी देर खाइन्छ अहिले चाहिँ होइन नास्ता खान लागेको छौँ हामी सरहरूले चाहिँ यता नास्ता आज चाहिँ हाम्रो म्याडमको बर्थडे हो यसमा चाहिँ अहिले खसी भागेको अवस्था छ खसी चाहिँ भागेर त्यहाँ गएछ अनि सरहरू जानुभएको छ लिनलाई खसी मुला साग भागेको छ के नास्तामा चाहिँ के रहेछ दिदी अहिले हाम्रो फर्स्ट सरल दिनुभएको तर्फबाटै कति छ गाइज हेर्नु है हेलो गाइज कर यता हेर्नु भाइ कर के एक्सन गरेर क्या एकदम नराम्रो मुजी जिरा अन्डा हुन्छ जिरा र उयो चाहियो त अहिले चना र अन्डा चाहियो त चलाउँदैछ अहिले कस्तो भइरहेछ ट्र्याक्टर चलाउनु बवाल भइरहेछ यार कस्तो भइरहेछ साथी पिकनिक बवाल भइरहेछ कस्तो भयो भने जस्ट राम्रै भयो भन्नु भयो तर अलिक चटपटे भयो होइन नास्तामा के छ चटपटे हामी खान्थेनौँ त्यही पनि अब फलफुल राम्रो लाग्यो होइन हामीले चटपट ठिक लागेन किनकि चटपट ठिक लाग्यो मैले दिदीहरूलाई खाना चाहिँ उहाँलाई दिएको तर के भन्छ ठिकै रमाइलो बोक्छु तर नाचगान अलि हुन्छ ल चटपट कस्तो भइरहेछ एकदम मिठो भइरहेछ म चाहिँ 2-3 चोटि चाहिँ मागेर खाइसकेको छु त खन्छ त्यस्तो त अनि हेलो यो चाहिँ मेरो दाइ अहिले चाहिँ पछाडिपट्ट यो 10 पल्टमा 12 पल्ट तर दाइ चाहिँ दाइ यो चाहिँ पढाइले त दिदी दिनुहोस् नि बहिनी क्यामेरा देखि त्यस्तो गर्ने
देखि लिएर सम्झनीलाई होला के दिने तेरा मुटु धड्किने तिम्रै नाम लिएर बाबुले जो भने भल्क्यो भने फूल लागि मेरो काम फूल लागि मेरो काम सुकेतामा बुलु बुले जाऊ पाण्डु जाऊको चलमा जाऊको हमारा वीडियो कौन बनाएगा? घरको ठुलो छ अनि हेर्नुहोस् माछा रहेछन् बबर माछा रहेछन् त्यही भएर यता चाहिँ अहिले रमाइलो भइरहेछ तर मेरो मोबाइलको चार्जर पनि सिद्धिरहेको अहिले चाहिँ हामी सिधै माथि भ्यू टावरमा जान लागेका छौँ अनि एकछिन त्यहाँ चाहिँ चिउरा खाएर अहिले चाहिँ भ्यू टावर हिँड्न लागेका छौँ गाइस होइन इन्जोय गर्नु धेरै भिडियो बनाउनु पाएन क्या त्यो चाहिँ कस्तो हो भन्दाखेरि चार्ज सिद्धियो मोबाइलको त्यही भएर चाहिँ अब माथि हिँड्दैछु म मोबाइलमा चार्ज चाहिँ कति 14% मात्र छ यिनीहरू चाहिँ माथि जाँदैछन् होइन अहिले चाहिँ यिनीहरू चाहिँ फर्स्ट लटमा जान्छ हामी चाहिँ सेकेन्ड लटमा जान्छौँ अनि सबै एकैचोटि अटाउन नि अनि सरहरू तल हुनुहुन्छ
गाइज हामीहरू चाहिँ माथि हिँड्न लाग्छौँ होइन यता चाहिँ के उ भइरहेको छ थुप्रो देखिरहेको छ यही हो ल गाइज हामी चाहिँ यता आइसकेका छौँ होइन यो चाहिँ अलि शहीद पार्क जस्तै हो यता चाहिँ पहिला जनयुद्ध हुँदाखेरि चाहिँ यता शहीदहरूको चाहिँ नाम लेखिएको छ अनि यताबाट माथि हिँड्दैछन् होइन सबैजना अलि होसियार गरेर हिँड्दा माथि त्यहाँ हो क्या आर्मीहरूले सेफ्टीको लागि चाहिँ बाटो चाहिँ यस्तो रहेछ पसिनै थियो पुरै पसिनामा माथि पुग्नुभयो सर म्याडम त तल अझै कति धेरै माथि छ हामी आएको चाहिँ तल त्यहाँदेखि हो यही हो हामी जानुपर्ने आफै भ्यू देखिन्छ के चाहिँ सबै भयो गाई चाहिँ त सबै गले क्या अहिले थाके जस्तो छन् सबैजना त्यही भएर चाहिँ यता रोकिराखेका छन् भ्यू टावर अब आइसक्यो म हेर कस्तो एक्साइटेड छु हेलो गाइस म चाहिँ एकदम एक्साइटेड छु यहाँ साथीहरू सबै थाकेर यति माथि आइसक्यो तर भ्यू टावर आउँदै आउँदैन दह्रो लगाइराख्यो कि गाइस हामी कहाँ जान लाग्यो रे भ्यू टावर पुग्नु अझै छ बाँकी होइन यिनीहरू यहाँ नाच्दै हिँड्दै गर्दाखेरि ढिला भइजा अझ सबै माथि पुगिसक्यो डान्स गर्दै हिँड्दा यस्तरी हिँडेर हुन्छ र अलि छिटो आऊ हामी चाहिँ यहाँ तलबाट आएको यहाँबाट देखिन्छ के बवाल रहेछ होइन हामीहरू आएको चाहिँ तल यहाँ देखिन्न यहाँ तल छ यहाँ खोलाभित्र छ हामी त्यहाँबाट आउँछ देखियो त माथि भित्र यति टाढा माथि आएर यो बन्नुको के जरुरत थियो लगानी खर्च यताउति म चाहिँ गेट प्रवेश गर्दैछु होइन ल गाइज होइन चाहिँ यस्तो भइरहेछ यस्तै हो रमाइलो अरू केही छैन यस्तै छ गाइज यहाँ माथि यस्तो हामी यता पुगिसकेका छौँ होइन यता चाहिँ केही रहन्छ यस्तो पोखरी मात्रै छ पानी छैन यताउति खानको लागि अनि त्यही हो ल गाइज होइन हामी चाहिँ फाइनली हामी चाहिँ माथि गेटमा जाँदैछौँ होइन गेटमा जाँदैछौँ त्यो गेटमा के कस्तो हुन्छ तपाईँले सबै देखाउनुहुन्छ है
भिउटारमा चाहिँ हावा धेरै चलेर हामी यहाँ बस्नु धेरै सकेनौँ। अब चाहिँ हामी तल हिँड्दैछौँ। तल हिँडेर चाहिँ अब त्यही हो, अब सिधै जाने तल मासुमा दबाउने हो। कस्तो भइरहेछ त अनि तिमीलाई दोस्त? ओहो मलाई त यति मर्छ सबै के पो भन्ने भइरहेछ के हामी के कस्तो भयो थाहा आएन के आइया यही हो भ्यू टावर। हामी चाहिँ यता पुगिसकेर अनि त्यता माथि तल आइसक्यो फेरि। यही हो खासै केही छैन, रमाइलो त्यस्तो रमाइलो यही नै हावा बहुत चल्छ होइन। मैले भनेको यता सुनिन्छ कि नै होइन बोलेको कुराहरू। भ्यू टावर भनेको नै यही नै हो। यो अब घरको तल आइसकेछौँ होइन। यता चाहिँ अहिले ग्रुप फोटो लिँदैछौँ हामी। भइरहेछ अब फोटो। ल गाई चाहिँ तल हामी हिँड्दैछौँ होइन। कसो भएर यसको नाम मेरोमा आउने जात भागमा मेरो तल हामी बिस्तारै हिँड्दैछौँ। यता चाहिँ यहाँ बहिनीहरूको टिकटक बनाउने कार्यक्रमहरू चाहिँ भइरहेको छ। अब चाहिँ यता भिडियोलाई बाई भनेर कहिले पनि होइन। ल कस्तो भइरहेछ केटाहरू भिडियोहरू? एकदमै रमाइलो भइरहेछ। भिडियोहरू मुजी हो कि होइन होइन दोस्तो हाम्रो ब्लगर अब बाई भन्नु पऱ्यो। सबै तल हिँडिसकेका छौँ होइन। यो चाहिँ बहिनी यता आइरहेछ। कस्तो भइरहेछ तँलाई यहाँ भिडियो? यहाँ खतरा एकदम रमाइलो छ। भोक लागिरहेको नै त भोक त नै नाइ लागिरहेन। तिमीहरू आउँछ कि नै ट्रेनमा पर्दाखेरि? यहाँ त नै अब सिधै राडातिर। तिमीहरू चाहिँ तल त्यहाँ गइसकेको हामी चाहिँ माथि नै छौँ। बिस्तारै पछि तल जानुपर्छ। दौडेर भए पनि जानुपर्छ। हाइस चाहिँ त्यहाँ छ, त्यहाँनिर। यो चाहिँ हामी अन्तिम युद्ध पर्यटक स्थलमा आइसकेका छौँ। यही हो लडाइँ भएको ठाउँहरू होइन। तल हामीहरू चाहिँ माथि छौँ। टिचरहरू अझै माथि छन्। त्यहाँ पुगेर अनि लास्ट लट हुनसक्छ। एक लट चाहिँ अगाडि गइसक्यो, हामी लास्ट लटमा जान्छौँ। अनि यही हो भ्यू टावरको रमाइलो यताउति। अब केही छैन हामी चाहिँ यता गाडी चाहिँ तल आइरहेको छ। हामी भोक लागिरहेको छ। ल गाइज होइन हामीहरू चाहिँ माथि यहाँदेखि अहिले चाहिँ तल यहाँ गाडीमा सिधै गाडीमा बसिसकेका छौँ। मेरो फाइनली मेराबाट पनि माथिबाट यहाँ यताबाट आइसक्नु भएको छ। ढिला भइरहेको छ। ल गाडी त एउटा गीत गाई नवीन कुमार सेल्फीबाट भिडियो कस्तो भयो त? तिमी बिहान साझा मेरो तिम्रै बाटो हेरौँला। ओ तिमी बिहान साझा ओ तिमी बिहान साझा मेरो तिम्रै बाटो हेरौँला। गाइज होइन अब चाहिँ हामी त खाना खाएको छैन होइन। खाना खानको लागि यता आइसकेका छौँ।
खाना जन्मेकाहरू खाऊ हाम्रा गुरुजी आजका पापड केही आएन कहाँ हुने र पिकनिक फेरि हुनुपर्छ हान्दिन्छ मैले है देखियो के मैले यो बारे नि फाइलिन फेरि माग्दै गाइज होइन अहिले त अब हामी घर जाने भन्ने भइरहेछ अब घर जाँदैछौँ हामीहरू खानासाना खाएर घर जानु लाग्छ खानासाना भयो अब के गर्ने सरहरू यता हुनुहुन्छ अनि सरहरूलाई कस्तो लाग्यो आज पिकनिक भनिदिनु त सर विडम्बना केही छैन हिँडियो धेरै दुःख पायो त्यही विडम्बना दुःख अब ब्रेकफास्ट नै सिधै अहिले भयो भने जस्तो भयो नि सर फर्स्ट जाने हामी चाहिँ यताबाट हिँड्न लागिसकेका छौँ यताबाट लगभग हिँड्यौँ गयो भने नि भयो यहाँ सरहरू चाहिँ पछि आउनुहुन्छ हामी चाहिँ अहिले जाँदैछौँ ल गाइस हामी चाहिँ गाइस बाई बाई पिकनिक बाई बाई One day I'm walking with my head in the clouds. The next day I'm falling, my soul hits the ground. One day we're talking, just like friends hanging out. The next day I'm stalking,
her Facebook account. I can't keep myself from feeling restless. Amphetamines might help, 'cause every day it's like on to the next thing, the next commotion. I'm so damn whimsical, no devotion. On to the next swing of my emotion. I'm so damn whimsical, no devotion. I'm so damn whimsical, no devotion. So damn whimsical. I was digging this beat when I made it. I wrote this song in a flash. Today now I hate it. I moved the file to the trash. How long can I take this? All these ups and these downs. Keep trying to fake it, like my life's figured out. I can't keep myself from feeling restless. Amphetamines might help, 'cause every day it's like on to the next thing, the next commotion. I'm so damn whimsical, no devotion. On to the next swing of my emotion. I'm so damn whimsical, no devotion. अब फेरि उता अरूले लिन जान्छ नि त रात पर्न लाग्छ हामी त छुट्टी ल छुट्टी लाएर छौँ अब भ्लग पनि यतिसम्मै हो गाइज मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब थ्याङ्क यू सो मच फर वाचिङ बाई One day I'm walking with my head in the clouds. The next day I'm falling, my soul hits the ground. One day we're talking, just like friends hanging out. The next day I'm stalking her Facebook account. I can't keep myself from feeling restless. Amphetamines might help.